मेरो अनुभूतिमा सङ्गीत कला साहित्य भनेको समाजको ऐना हो, जसले समाजमा भएका प्रत्येक बिम्ब प्रतिबिम्बहरूलाई कलात्मक रूपमा, सङ्गीतले साङ्गीतिक रूपमा, भावात्मक रूपमा मानवका भाव अभिव्यक्तिहरूलाई, समाजका अभिव्यक्तिहरूलाई यथार्थपूर्वक रूपमा प्रष्ट पार्ने गर्दछ र कुनै पनि देशको, कुनै पनि समाजको सामाजिक वातावरण, राष्ट्रिय वातावरण कस्तो छ भन्ने बुझ्नलाई त्यहाँको सङ्गीत सुनिन्छ अरे। यो चाहिँ उदाहरण चाहिँ चाइनाका शासक हामीले बुझेअनुसार पढेअनुसार सुन, त्यहाँका शासकले त्यहाँको राज्य व्यवस्था, त्यहाँका जनता, त्यहाँका कलाकार, कला सङ्गीत कस्तो छ भनेर बुझ्नलाई त्यहाँको सङ्गीत सुन्थे अरे। सङ्गीत सुनेपछि त्यहाँको सङ्गीत छाडा छ, उशृङ्खल छ, बेसुरापन छ भने त्यहाँको शासकीय व्यवस्था कमजोर छ, जनताहरूमा पनि जो सामाजिक चेतना अलिक कमजोर छ, सुन्ने शक्ति, प्रस्तुत गर्न सक्ने शक्ति अलिक कमजोरी छ भन्ने मानिन्थ्यो अरे। र त्यसले गर्दा के बुझ्नुपर्छ भने सङ्गीत सुरमा हुनुपर्छ, लयमा हुनुपर्छ, भावमा हुनुपर्छ। जब समाज लयबाट बाहिरिन्छ, भावबाट बाहिरिन्छ, हाम्रो नेचुरल प्राकृतिक रूपमा मान्छे भावविहीन बन्छ, समाज बिग्रिँदै जान्छ। त्यसकारण हामीले सङ्गीत सुन्दा, महसुस गर्दा उच्चतम अनुभूति हुने खालका सङ्गीतहरू सुन्ने गर्नुपर्दछ, जसले शरीरमा नयाँ खालका ऊर्जाहरू पैदा गर्छ, नयाँ आन्तरिक ऊर्जा पैदा हुन्छ। जस्तै सङ्गीतबाट थेरापिक रूपमा प्रयोग गर्न सकिन्छ सङ्गीत। त्यस्ता सङ्गीतहरू सुन्दै गर्नु होला भन्न चाहन्छु।